यसरी हानेर ल्याउँदा पाउँदैछन्। गाई यसरी बोकेर गइरहेछ। गाईलाई यसरी ढुङ्गा हानिरहेछ। वरबाट यहाँबाट यसरी सबैजनाले यसरी ढुङ्गा हानिरहेछ। फेरि यता फर्किसकेको छ, हामी देख्न सक्छौँ। यसरी हान्दैछन् त्यो गाईलाई। यता क्रस चाहिँ भएको छैन, यतापट्टि उता नगरेर फेरि यता फर्किसकेको छ। यसरी सबैजनाले यसरी ढुङ्गा हानेर फेरि यता आइसकेको छ। यो सबैजनाले यसरी ढुङ्गा हानेर उतै लिनलाई, उतै पठाउनको लागि यसरी 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 बग्यो गाई, यसरी बगिरहेछ। त्यहाँ पिछेसम्म त गयो, अब के हुन्छ हेरौँ। त्यहाँसम्म पुगिरहेछ, यताबाट अझै ढुङ्गा हानिरहेछन्। उता गएको गाई फेरि पुगेर यता आयो, देख्न सकिन्छ। यति धेरै मान्छेहरू उता आइरहेका छन्, सायद त्यहाँ निस्किसक्यो। त्यहाँ थोरै देखिरहेछ, त्यहाँ छालमा लागिसक्यो, छालमा क्रस भइसक्यो। बगेर अब तल गइसकेको छ। फेरि छालमा क्रस भएको भिडियो हामी देख्न सक्छौँ। यसरी चाहिँ लगाउने गरिने रहेछ यो चलन।